नाम नमस्ते सबैभन्दा सस्तो मेरो यहाँ प्लानहरु चाहिँ मलाई त्यस्तै पारि। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। मेरो भिडियो चाहिँ कस्तो छ, मान्छेहरू ससुराली गा जस्तो हो। सो माइन्ड नगर्नु होला। आई होप तपाईँहरूले आजको मेरो भिडियो हेरेर इन्जोय गर्नुहुनेछ। मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। तपाईँहरूले चाहिँ मेरो साथीहरू इन्ट्रोड्युस गराउँछु। फर्स्टमा चाहिँ यिनी बहिनी हुनुहुन्छ। हेलो, वेलकम छ तपाईँलाई मेरो युट्युब च्यानलमा। तपाईँ कता जान लाग्नु भएको छ यसरी सवारेर, के भन्छ, राम्री ब्युटिफुल भएर? सुप्पा जान नि यति राम्री भएर जानुपर्छ। कैसा लगा मेरा मजाक? साथीहरू, यो मेरो बहिनी चाहिँ के इमेजिन गरेर हिँड्छ भने बाटोतिर यसोतिर तिमीले कसैले काम चाहिन्छ भने यहाँ काम खाली छ भनेर राख्छ कि जस्तो लाउँछ रे उसको इमेजिन चाहिँ। अझै हो सोध्छ कि सक्दैन राम्रो। यो चाहिँ नेक्स्ट लेभलको है, नेक्स्ट लेभलको। सो गाइज, यहाँ हुनुहुन्छ, उहाँ हुनुहुन्छ, नमस्ते सबैभन्दा सस्तो उसको नाम नमस्ते सबैभन्दा सस्तो Oh my God! उसको नाम नै बिर्सेँ मैले। ऊ चाहिँ क्यामेराको अगाडि आउँदाखेरि मात्रै सस्कानी भन्छ। सुन्नुभयो नि संस्कारीको आवाज, बोली सुन्नुभयो नि तपाईँहरूले। सरकारी ग्रुपमा मै हो गाइस। त्यो चाहिँ तपाईँहरूले त्यो अगाडिबाटै थाहा। नेक्स्ट देखाउँछु। हेलो रिना, यस्तो राम्रो ब्युटिफुल भएर कता घुम्नु जानु भने बोलाएको साथी हैन, रेडी भएर आएको बीचमा साथी क्यान्सल गर्यो। कुन चाहिँ साथीलाई देखाउनु सक्छ? ओ देख्नु भयो नि संस्कारीको रहेछ भनेर उ बीचमा धोका दिने क्यान्सल गर्यो है। सो गाइस, अर्को हुनुहुन्छ एकदमै ब्युटिफुल बम गीता। हेलो, उहाँ चाहिँ दिदी हो। कहाँ लागेको? सबैजना मिलेर चाहिँ क्यान्सल गरायो। आज हाम्रो प्लान चाहिँ के छ भने मोमो बनाएर खाने प्लान हो। मोमो बनाएर खाने प्लान हो। मोमो अब हामी चाहिँ यहाँ छेउमा पार्क डुलेसी, अनि त्यसपछि चाहिँ मोमो बनाएर खान्छु। मेरो भिडियो चाहिँ कस्तो, यो मोमो बनाउने भिडियो मात्र भयो क्या। म कति कोसिस गर्छु कि कति धेरै भिडियोहरू हाल्छु भन्ने, तर यस्तै हो, धेरै अल्छीपना भएपछि मान्छेमा यसरी हुन्छ। यहाँ नि भर्याङ होइन। सो यहाँ हुनुहुन्छ एकदमै अबिन्दार जङ्गलमा। यहाँ हुन्छ चुडेलहरू बसेको। चुडेलको यहाँ चुडेलहरू बस्ने ठाउँ हो यो चाहिँ। एउटा चुडेल यहाँ छ, दुईटा चुडेल उता छ। तपाईँ तो सुधर जाओ, सुन लो मेरी बात, ठीक है? थोड़े मैनर सीख लो, एथिकेट सीख लो। सगाएर हामी चाहिँ गेम सेम खेलेर अब हामी चाहिँ अब मोमोको सामानहरू लिन जान्छौँ। मेरो त कस्तो पसिना आयो कि साथीहरू गेम खेल्दाखेरि चाहिँ।
सो गाइज हामी चाहिँ अब जाँदैछौँ अब मोमोको सामानहरू लिन्छौँ किनकि सुपा पनि चाँडै बन्द हुन्छ नि त म यस्तो जङ्गल अबिन्दार जङ्गलमा हिँडिरहेको छु के तपाईँहरूले मेरो भिडियो सब्सक्राइब गर्न मन लागेन माया लागेर यस्तो जङ्गल हिँड्दा देख्दा पनि मस्त जोक मारा रे ल 1 2 3 गो मेरो यहाँ प्लानहरू चाहिँ मलाई बित्दै पारिसक्यो साथीहरू मालूम है तेरे बाप को यसरी अटोग्राफ माग्दैछ सेफ गाइज हेल्प अटोग्राफ मागेर होइन म दिँदा मेरो हातै दुख्यो यसरी मेरो पछि लाग्दैछ साथीहरू मलाई बचाउनु पर्यो यहाँ बचाउनु पर्यो तपाईँहरूको यस्तो सेलिब्रेटीले बचाउनु पर्यो मिस सोनिया लामालाई बचाउनु पर्यो गाइज ओह थाक्यो मलाई अघिदेखि लखेटेको फ्यानहरूले अटोग्राफ माग्नलाई यस्तो बिग्रेको सागहरू कस्तो महँगो वाट इज दिस यो पनि लगाऊँ यो पनि सस्तो रहेछ यता अब हामी फ्रोजन किनेछौँ तपाईँहरूले यहाँ सस्तो पाउँछ तपाईँहरूले चाहिँ यहाँ घिउ मोमो आउनुपर्छ यो चाहिँ जम्मा 220 मात्र हो 5 केजी यहाँ चाहिँ कति धेरै हुन्छ कति धेरै पुग्छ हाम्रो छ कि छैन यो सक्यो कि छ जस्तो यो नलग्ने अहिले कुन चाहिँ छ सिमी पनि छ भटमासको जस्तो पनि छ अहिले चाहिँ हाम्रो फ्रोजनहरू चाहिँ धेरै रहेछ यस फ्रोजन चाहिँ नलाने अब हामी मासु लान्छौँ मासु सक्न लागेको छ हाम्रो हाम्रो केचपहरू सकिन लागेको छ त्यही भएर केचप चाहिँ एउटा स्टक लगेर राख्छु हाम्रो नेपालमा पनि त्यो टमाटरहरू फ्याल्नु भन्दा यसरी राख्यो भने कति बिक्री हुन्छ नि अफ सिजन कति धेरै महँगो हुन्छ नेपालको मान्छेको लागि यो बिजनेस आइडिया एउटा मेरो थ्रुबाट चाहिँ टमाटर चाहिँ यसरी बेच्नु होला मसलाहरू यहाँ चाहिँ माछाहरू चाहिँ सस्तो पाउँछ फ्रोजनहरू तपाईँहरूको लागि चाहिँ तरकारीहरूको चाहिँ यो गेउमुमा चाहिँ एकदम बेस्ट हो तपाईँहरूको नजिकै गेउमु सुब्बा चाहिँ सर्च गरेर तपाईँहरू जान सक्नुहुन्छ त्यहाँ चाहिँ सस्तो पाउँछ तपाईँहरू यदि नयाँ हुनुहुन्छ भने जापानमा तिनीहरू पिठो हालेन हाम्रो गीता दिदी चाहिँ रुँदै हुनुहुन्छ किन रुनु भएको यस्तो कालो चस्मा लगाएर होइन उसको उहाँको चाहिँ बोयफ्रेन्डसँग झगडा भएर आँखामा आँसु आइरहेको छ सो गाइज हामी चाहिँ अब यहाँ बनाउँदैछौँ यहाँ प्याज काटिसक्यो रुँदै हुनुहुन्छ उहाँ ए मैले यो जे पाइ चिज नहालै भनेको थियो इत्रो चक्लेट हाल्न लागेको थियो यो होइन जसले सो गाइज हामी चाहिँ पिठो मुस्दैछौँ यो चाहिँ साथीले पुरै पिठोको के अरे सर्जरी गरेर के भन्छ अरे सियस भन्छ के भन्छ अरे सियस गरेर बच्चा 2टा निकालेर सिसेक्सन त्यो कुन सब्जेक्ट पढ्न जान लागेको नानी भन्यो नि होस् यस्तो इङ्ग्लिस नबोलौँ मेरो बेइज्जत हुन्छ हामी चाहिँ पिठो मुस्दैछौँ सोनिया म्याङ तिमी कतिको एक्साइटेड छौ मेरो हातबाट मोमो खान धेरै एक्साइटेड छु हामीले सुरुमा बनाउँदा कस्तो बनाएको थियो कहिले हिमाल जस्तो कहिले कता उता घरमा हुँदै त्यो त भ्लगमै होला चारवटा मात्र भनेर चाहिँ त्यति बेलासम्म कतिवटा गरिसक्छ ओके है सानो टोलो बनाउनु गर्छु So guys, mite kata boleh. Oh, itu. चाहिँ मस्त खाएर यस्तो भाँडा चाहिँ अलिकति डढेछ भाँडा चाहिँ हाम्रो सनम दिदीले मार्दैछ बिचरा यता हेर साथी आमोनी मेरो सनमले यहाँ दुःख भइरहेछ तर के गर्नु आऊ भाइ बहिनीहरू तिमीहरू सघाउनलाई सो गाइज हाम्रो चाहिँ अब भ्लग चाहिँ यहीँ इन्डिङ हुनेछ सो गाइज थ्याङ्क्स फर वाचिङ लाइक शेयर सब्सक्राइब गर्न नभुल्नु होला अहिलेको लागि बाई बाई लभ यु बाई गर बाई बाई
चुप पनि गर न त्यो साबुन र हातले त्यो साबुन र हातले साबुन र हातले